कोही असाध्यै मेहनत गर्छन्, इमान्दारीपूर्वक गर्छन्, साह्रै धेरै मेहनत गर्छन्, खाइ नखाइ गर्छन्, तर ती नराधमहरू गधा जस्तो मैले यति मेहनत गरेको, परिश्रम गरेको फल चाहिँ कुन मालिकले भोग्छ भन्ने थाहा पाउँदैन। जसरी गधाले मेहनतपूर्वक गर्छ नि, भारी थोरै भयो भने रुन्छ होइन, भारी कम भयो भन्छ, भारी उसलाई अझै दिनुपर्छ, उसले गर्छ। चाउचाउ खाएर पनि मान्छे जनताको लागि भनेर लडेका थिए नि भ्रान्तिमा परेर, माओवादीको क्रान्ति भनेको हो नि। ती सबै मान्छेहरूदेखि लिएर अहिले संसदीय व्यवस्थाबाटै ठिक हुन्छ भनेर लडिरहेका सबै मान्छेलाई श्रीमद् भागवत गीताले प्रबद्धन्ते नराधमा भन्छ। भनेको रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले यही व्यवस्थाभित्र बसेर जनताको अवस्था परिवर्तन गर्न सकिन्छ भनेर ठुला ठुला स्वर गर्दै हिँड्नु, त्यो पनि एक किसिमको भ्रम हो। भ्रान्ति मैले अघि हेर्नुहोस् है, मैले भ्रान्ति नै वर्ड किन प्रयोग गरिरहेको छु, किन म भ्रम भनिरहेको छैन, किन म इल्युजन भनिरहेको छैन।